फरक तरिकाको आमासँग हाम्रो भेट भएको छ। उहाँसँग थोरै कुराकानी गर्छौँ किन आउनुभयो अनि यो उहाँको गेटअप पनि अलिक फरक देखिएको छ। स्वागत छ यहाँलाई। धन्यवाद। नमस्कार। यहाँको परिचय दिन्न। मेरो नाम चाहिँ सुशीला उप्रेती तिवारी। हजुर। मेरो जन्म 8 युवा 8 गोलेगाउँ। अहिले घर चाहिँ केपी शर्मा ओली मेरो सँगै हो नि फेरि। सँगै। हजुर। केपी शर्मा ओली जन्मेको र मेरो सँगै हो। हजुर। तर म केपी बाला भन्दा पनि बालन शाहलाई भेट्न आएको क्या। बालन शाहलाई भेट्न आउनु भएको? हजुर हजुर। बालन शाह आउँदै हुनुहुन्छ भन्ने थाहा भएर तपाईँ मलाई आउनु हिजो भएको? आके म हिजो बेलुका यहाँ आएको नि। हिजै बेलुका अब बालन शाहलाई भेट्न नै फेरि। अब जस्तो नि तपाईँको उमेर त अलिकति पाएको पनि भइसकेको छ हाम्रो भन्दा। धेरैवटा सरकारहरू पनि नेपालमा तपाईँले देख्नु भएको छ र पछिल्लो समय चाहिँ लामो समयसम्म एउटै चुनावी क्षेत्रबाट केपी शर्मा ओलीले जिति पनि रहनु भएको छ। अहिले बालन शाह आउनु भएको छ। तपाईँले यसरी बालन शाहलाई भेट्ने उहाँप्रति आशा पलाउनुको कारण चाहिँ के हो? तपाईँ उहाँ युवा हो नि त। युवा हो। हजुर। म यति 55 वर्षकोले यत्रो बाइक कुदाएर संसार हिँड्ने भने युवाले के गर्दैन होला? हजुर। यो प्रश्न तपाईँलाई छ। र बालन शाहले यदि चाह्यो भने बालन जस्तै अरू पनि रवि हरकसाम बाङ्ला पनि हामीले मेरो फेरि उसको होइन नि फेरि युवा हो नि त ऊ पनि। सबैजना युवा मिलेर देश बनाउन्। पार्टी भन्दा पनि व्यक्ति राम्रो चाहियो र अबको यो संसारमा नेपालमा हुनु न अब युवाकै चान्स भन्ने लाग्छ मलाई जहाँ हेरेर क्रेजमा। त्यो बुझ्नु भएको छ। हजुर। आज बालन शाहलाई भेट्न तपाईँ आउनु भएको? एकदमै। बालन शाहलाई भेटेर चाहिँ के कुराहरू राख्न चाहनुहुन्छ? तपाईँले धनी होइन धनी हजुर गरिब जनतालाई उठाएर माथि लानुहोस्। त्यति मेरो भनाइ। धनीलाई होइन गरिबलाई। गरिब जनताको माग, गरिब जनताका भावना, गरिब जनताको चाहिँ मर्म बुझेर यो देशलाई परिवर्तन गर्नुहोस्, हाँक्नुहोस्, तपाईँको भविष्य छ भन्न चाहन्छु। त्यो भन्न चाहनुहुन्छ? हजुर। बालन शाह आउँदै पनि हुनुहुन्छ यो? हो एकदम थाहा पाएको मलाई जानकारी। बालन शाह उम्मेदवारी मनोनयनको लागि जाँदै हुनुहुन्छ निर्वाचन अधिकृतको कार्यालयमा। तपाईँ पनि सँगसँगै जानुहुन्छ? सँगसँगै जान्छु म। सँगसँगै जानु? बालनसँग जान्छु। तपाईँको मत दिने क्षेत्र चाहिँ कुन हो? मेरो मत दिने क्षेत्र बुद्ध शान्ति गाउँपालिका हो। हजुर। क्षेत्र नम्बर मेरो 1 पर्छ। क्षेत्र नम्बर 1 र 2 मा मेरो यस्तो दोधारमा छु मेरो 1 र 2 मा सिमाना। हजुर सिमानामा हुनुहुन्छ तर तपाईँ क्षेत्र नम्बर 1 मा दिनुहुन्छ? हजुर। भनेपछि तपाईँले भन्न मिल्छ भने हजुर यो आउँदै गरेको चुनावमा चाहिँ स्पष्ट रूपमा कसलाई मत हाल्न चाहनुहुन्छ? मैले भित्रदेखि गढिएर भन्नुपर्छ। फेरि हेर्नुहोस्। हजुर। कारबाही गर्छ काङ्ग्रेसले एमाले भनेर नहुनु होला। हजुर। कारबाही कसैलाई गर्दैन। त्यही त मैले मेरो मन भित्रको सुन्नु। हजुर। मेरो मन भित्रको कसलाई लाग्छ? हजुर। त्यो भोट जान दिने बेला कसले के गरिरहेको छ? हजुर। त्यो हेरेर झ्याप्पा हान्ने हो। त्यसो गर्ने है? हजुर।